भाइ हो कि तर नाइचार देखाउ भनेर नि मैले दाइ भन्नु थाले। हाई गाइज, वेलकम टु माई भ्लग। आज चाहिँ हाम्रो किरातीहरूको महान चाड उभौली मनाउनु जाँदैछु है म चाहिँ। अनि आज चाहिँ खतरा हुनेवाला छ, एकदम सभ्य भव्य के भन्छ सबै। म चाहिँ स्टेसनमै आइसकेँ, नरी खाइ 2 ठाउँमा छ। अनि म पुग्छु ठ्याक्कै 12 बजीतिर पुग्छु होला सायद है। राम्री भएर सबैले मलाई हेरिरहेछ, तर मलाई लाज लागिरहेछ। इना छ इना है। म चाहिँ आइसकेँ। अब यहाँदेखि चाहिँ अलिक हिँड्नुपर्ने रहेछ। जाँदैछु गाइज, एकदमै एक्साइटेड भएर अरे क्या पुरै। आज चाहिँ म बिजोग रमाइलो हुनेछ है गाइजहरू, हेर्दै हेर्दै जानु होला। अब चाहिँ बस चढ्नु पर्ने रहेछ, मलाई थाहा थिएन गाइज। 10 मिनट मात्रै भनेको, अलिक टाइम लाग्दो रहेछ। 1 कि 12 नजिक भनेको अलिक टाढै रहेछ। नजान्नु पनि केही छैन साथीहरू, गाह्रो छ 2 दिनको जिन्दगीमा 4 दिन मोज गर्नु गाह्रो छ हामीलाई भनेर भन्दछु म। बसबाट म चाहिँ झरी पनि सकेँ। अनि बसमा चाहिँ 5-6 जना हाम्रो राई दाजुभाइहरू देखेको थिएँ। उहाँहरू चाहिँ सिङ्गोमै पर्नुभयो। म चाहिँ जाँदैछु। अझै टाढा रहेछ, लास्टै टाढा रहेछ। कोही आधीबाट फर्किसकेँ। आजको साकेला खतरा मनाउने चाहिँ भनेको खत्रै हुन्छ जस्तो छ है, हेर्दै गर्नु होला। मेरो चाहिँ अलिकति बाङ्गियो भए जस्तै लाग्यो, बाङ्गे भए जस्तै लाग्यो, बाङ्गिए जस्तै लाग्यो कि बल्ल बल्ल बनाएको होइन, एकतालमै भएको है। यो चाहिँ झन्डै मिस्टेक बोलेछ। हामी चाहिँ आइपुग्यौँ है। हेलो है साथीभाइहरू अरे के यस्तो खतरा रहेछ। सर्टकट छिरेको यस्तो भयो गाइज। के हुँदैछ नाना, यो मेरो भ्लग है। हामी चाहिँ यहाँ इन्ट्री फ्री भइरहेछ। हेर्नु है साथीभाइहरू, यो खोलेको चाहिँ 2 घन्टा भइसक्यो। 10 मिनट भन्दा नि धेर भइसक्यो, अहिलेसम्म खोलिसकेको छैन। हाम्रो यहाँ सुम्निमा र पारुहाङ के भन्छ त्यही हो है गाइज। आफै बुझ्नु मिलाएर हाम्रो चाहिँ सुरु भइसक्यो है साथीहरू। यता चाहिँ साकेला भइरहेछ। कति छ यो चाहिँ कमेन्ट सेक्सनमा है। अरू भन्नु न, अरू केही अगाडि पुरा साकेला बाँचेर सबैजना रमाइलो गरिरहनु भएको छ। सबैजना आइदिनु भएकोमा यसरी नै आइदिनु होला। अनि त्यता अघिसम्म चाहिँ हामी नाच्यौँ है। अब चाहिँ हाम्रो यहाँ रुलले पालो छ भएको कारणले हामीले पालो भ्याली सिस्टम चलाइरहेको छौँ, पालो गरिरहेको छौँ। त्यही त अगाडि
ऊ बनाएको छ नि थाहा जस्तो 86 सालको उभौली सकेला यस्तै भयो हामी फर्किँदैछौँ बियर बोकेर खोइ जाने जाने हो जानु जान थर्काउँदै आज त हाम्रो चाड हो हाम्रो साम के रे साम्पाङ चाहिँ हरको साम्पाङको भतिजी भतिजी हो तर एक क्यान खोला न ढुली अनि दानी पो हुन्छ त अघि चाहिँ पिडेको छ खोला न हाम्रो त सक्यो खिल्यो यहाँ हुँदैन भनेको तँ कहाँ अनि अर्को त अब यो एउटै छ ठुलीले आधी खान्छ मैले आधी खान्छु ठुलीले आधी खान्छ मैले आधी खान्छु यस्तो खाने हो मैले जातले पाएको हातले बनाएको खाने हो मैले जातले पाएको हातले बनाएको त्यही त साथीले चस धरापै थाप्नु भयो गाई हो कहाँ भाइको कस्तो मलाई सबै भाइ हो कि भाइ हो कि तर नाइचा देखाउ भनेर नि मैले दाइ भन्नु थालेँ भाइ हो कि तर नाइचा देखाउ भनेर नि मैले दाइ भन्नु थालेँ उसको समाउँदैछ हाम्रो साकेला चाहिँ यस्तै भयो भेना ल साकेला रमाइलो भयो नाना एकदम बिन्दासी हाम्रो साकेला गाइजहरू बिजोक रमाइलो भयो है यहाँको भूतहरू नि तर्सी होला त्यही त हाम्रो चाहिँ खतरा बिजोक रमाइलो भयो है नाना यस्तै हो बसमा आयौँ अन्त हेलो एभ्रिवान अस्ति चाहिँ हाम्रो साकेला थियो नि त अनि मैले अलिअलि भिडियोहरू बनाएको थिएँ अनि घर आउँदा आउँदै चाहिँ के भन्छ फोनको ब्याट्री नै लो भयो नि त त्यही भएर खासै बनाउनु पाएन केही पनि बनाउनु पाएन खिच्नै पाएन अनि त्यही भएर त्यो भिडियोहरू चाहिँ त्यत्तिकै थियो इन गर्नै पाएको थिएन अनि त्यही भएर फाइनली अहिले मैले साकेला भएको 2 दिन पछाडि चाहिँ अहिले मैले इन गर्दैछु एकदमै रमाइलो भयो एकदमै धेरै हामी जति सोचेको थियो त्योभन्दा नि धेरै के भन्छ भेला भएको थियौँ जम्मा भएको थियौँ सबैजना टाढोबाट आउनुभएको थियो रमाइलो भयो अनि त्यही हो साथीहरू हाम्रो उभौली चाड हाम्रो साकेला खत्रे खतरा 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 एकदम खतरा भयो तपाईँहरूले भिडियोमा देखिहाल्नु भयो होला मैले नाचेको चाहिँ खासै हालिनँ किनकि टिकटकतिर फेसबुकतिर सबैतिर छ नि त नि सो त्यही भएर मैले चाहिँ ज्यादा नि खासै भएन अलिअलि बेलुका फर्किँदा चाहिँ एकदमै रमाइलो भएको थियो त्यही मात्रै हालेँ अनि यो भिडियो चाहिँ म इन गर्न आँटेको त्यति भन्दै अहिलेसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद अनि जसले के भन्छ लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्दैन उसको चाहिँ खचङमा पिला हाउस खचङमा पिला हाउस बाई बाई